रोहित मल्ल दाइले बनाउनु भएको आज खगेन्द्र सुनार माननीय खगेन्द्र सुनार भर्सेस आइजिपी दानबहादुर कार्कीज्यूको बारेमा बनाउनु भएको एक भिडियो साँच्ची नै हामीहरूले सुन्नै पर्छ, हामीले त्यो भिडियो हेर्नै पर्छ, जसले राजनीतिक चेतना त हाम्रो अभिवृद्धि गर्छ र एउटा नजरिया पनि पर्सपेक्टिभ पनि हामीले बनाउन सक्छौँ। हेरौँ है त तपाईँ हामीसँगै। माननीय खगेन्द्र सुनार र आइजिपी दानबहादुर कार्की बीचको बहस अनि चर्काचर्की हेरिए सुनियो र मैले सरासर यसमा खगेन्द्र सुनारको गल्ती देखेँ र उनी माननीय सांसद बन्न लायकका छैनन्। किनकि सांसद भन्न तपाईँले मिठो बोल्नुपर्छ अनि स्टन्ट गर्नुपर्छ, तपाईँले काम गर्न थाल्नुभयो, यो गलत भयो। र अर्को कुरा, नेपाली समाजमा तपाईँले जे पनि गर्नुहोस् तर चेतनाको ढोका खुल्ने काम गर्नुहुन्न कि यो नेपाली समाजलाई यो कुरा मन पर्दैन र त संसारको नार्सिसिस्टहरूको लिस्टमा सबैभन्दा टपमा छ हामी। तपाईँले केही नयाँ कुरा राख्नुभयो भने सबैले तपाईँले उसले हाउ कुरा भनिन्छ, तपाईँले तथ्य राख्नुहोस् उसले शैली मिलेन भनिन्छ, तपाईँले शैली मिलाउनुहोस् उसले भाषा अलिकति मिलेन भन्छ, तपाईँले भाषा मिलाउनुहोस् उसले टोन अलिकति मिलेन भन्छ, तपाईँले टोन पनि मिलाउनु, सबै कुरा मिलाउनुहोस्, अन्तमा उसले तपाईँको अलिकति नियत मिलेन, अलिकति इरादा मिलेन भनिन्छ कि यो नेपाली समाज। तपाईँले नेपाली समाजलाई गुलियो बिस दिनुहोस् तर तितो अमृत नदिनुहोस्, नेपाली समाज दुखी हुन्छ। जिन्दगीमा एउटा ढल किसिमको ठाडो नगरेको, एउटा किताबसम्म नखोलेको भुइँफुट्टा आएर के भन्छ थाहा छ? डाक्टर बन्नुहोस् तर बाबुराम भट्टराई नबन्नुहोस् भनिदिएको। प्रचण्डलाई 17,000 भन्छ अनि गाई भइदिन्छ, तर्क केही पनि छैन होइन। डाक्टर स्वर्णिम वाइलीको पिएचडी माथि उसले मजाक उडाउँछ। यो नेपाली समाज किन पनि थाहा छैन, कसरी पनि थाहा छैन, बस भनिदियो पुग्यो। नेपालीका लागि कोही पनि मान्छे विज्ञ होइन, हरेक नेपाली आफ्नो लागि आफै विज्ञ हो र त संसारको सबैभन्दा मूर्खहरूको लिस्टमा छ। अब यही लिस्ट पनि विदेशीले बनाएको हामीले किन मान्ने भन्छौँ हामी? यो कुरा खगेन्द्रजीले किन बुझ्नु भएन? नेपालमा गर्ने के हो भन्दा काम जस्तो झुर गरे पनि भयो, तपाईँले पछाडि गएर छुरा हाने पनि भयो, तर अगाडि बोली कर्णप्रिय हुनु पर्यो। यो नेपाली समाज। संसार कहाँदेखि कहाँ पुगिसक्यो तर हामी नेपाली जहाँको त्यही किन छौँ भन्दा किनकि नेपाली समाज चेतनाको ढक्कन खोल्न रेडी नै छैन, आत्तिन्छ, डराउँछ। गरिबको छोरछोरी बिचरा कडा मेहनत गर्छन्, लोकसेवा लड्छन्, छाती नाप्छन्, बल्ल बल्ल आएर प्रहरी हुन्छन्, उनीहरूमाथि उनीहरूको रासन खाइदिनु भएन, उनीहरूको पोसाक खाइदिनु भएन, त्यहाँ भ्रष्टाचार गर्नु भएन भनेर तपाईँले प्रश्न उठाउँदा, यो मुद्दा उठाउँदा प्रहरी नै तपाईँको एगेन्स्टमा हुन्छन् भने तपाईँले मुद्दै उठाउनु छोडिदिनुहोस्, आनन्दले मस्त हुनुहोस्। तपाईँ त सांसद हो नि, टक्क ढाकाटो मिलाउने, कपाल मिलाउने, टिकटक बनाउने बनाइरहेछ नि त अरूले, कोट लाउने, आधा घन्टा भाषण गर्ने, वरिपरि घुम्ने तर मुद्दामा छिर्दै नछिर्ने, समय बर्बाद पार्ने तर मुद्दामा छिर्दै नछिर्ने। मिठो बोल, यो नेपाली जनताले चाहेको सांसद। तपाईँ मुद्दामा लाग्नुभयो, काम गर्न लाग्नुभयो, यस्तो भइहाल्ने काम गर्नुहुन्छ। नत्र त डेमोक्रेसीमा सबैभन्दा पावरफुल भनेको जनता र जनताको सिधा प्रतिनिधिको सांसद। सांसदले जसलाई पनि प्रश्न गर्न पाउँछ, उसले प्रधानमन्त्रीलाई पनि रुल्ने गर्न पाउँछ, उसले राष्ट्रपतिलाई पनि पाउँछ। अब यही गर्न पाउनुहुन्न तपाईँले। र खगेन्द्र सुनारले आफ्नो व्यक्तिगत मुद्दा लडेको होइन, प्रहरी सङ्गठनभित्र भ्रष्टाचार भयो है भनेर उझिरहेको छ, लेखा समितिमा उहाँ हुनुहुन्छ, उहाँले प्रश्न उठाउनु भयो। तर अब यही कुरा विषयान्तर कसरी भयो भन्दा यसले डिएसपीलाई घिसार्छु भन्यो, अरे ल भयो, कुन कन्टेक्स्टमा भनेको थियो? एउटा दलितको छोरो जेलमा गएको छ, जेलभित्र हत्या भएको छ, न छानबिन भएको छ न के भएको छ, अनि एउटा दलित आफै अनि दलित अधिकार कर्मी यो विषयमा आक्रोश पोख्दैन। आक्रोश पोखेन भने बल्ल त्यो स्टन्ट बाज हो। आक्रोश छ उसले पोख्छ त, मान्छे उता जेलभित्र मरिसक्यो, यता भाषा भएन, शैली भएन, के हो यो? मलाई थाहा छ अब कन्ट्रोभर्सी हुन्छ, तर खगेन्द्र सुनारको ठाउँमा खगेन्द्र पौडेल, खगेन्द्र लामिछाने अथवा केही भएको भए नेपाली समाजले यो मान्छेलाई भगवान बनाएर देवता बनाएर पूजा गरिसक्थ्यो, या झाँको झारै फलानुले भनिसक्थ्यो। तर खगेन्द्र सुनारले त्यो गर्दा त्यो भएन। किन भन्दा